लुक्याती झन पातमा आयो रावण जल्दी ताई नजिकै सब रानीले साथमा कहिले मर्छु मराम देखे अझ तक सीता हर्या तापनि आएनन् रघुनाथ भनेर रहँदो देखेछ सपना पनि रामको दुख वनभित्र आएपछि सीताजी कन देखिने गरी तहाँ पातभित्र लुकी बसी हेर्दो सुर सब कामको खुसी भई स्वप्न मिले त्यो जसै साँच्चै हो कि भनेर दौडिन कन आयो नजिकमा तसै साँच्चै पो यदि हो भने असल भो दुर्वाच्य बोल्छु जसै सीतालाई यसो सुनेर रिसले जाला र भन्ला तसै मेरा दुष्ट वचन सुनेर रिसले आएर मर्नन् भनी यस्तो निश्चय मन गरी नजिक गई दुर्वाच्य बोल्यो पनि सीताजी पनि दुष्टलाई नजिकै देखि अधो मुख गरिन् श्रीरामका चरणारविन्द मनले अन्तःकरणमा धरिन् चुप लागि जननी रहिन् जब तहाँ त्यो देखि रावण पनि लाग्यो भन्न मलाई देखि किन हो लायो अधो मुख भनी राम मेरा पति हुन् भनेर तिमी पो भन्छौ भन्छन् कहाँ मेरी हो यदि भन्द त्यहाँ पनि भन्या आउनु पर्थ्यो यहाँ माया छैन तिमी उपर नबुझिक्या शोक मात्र गर्छौ सही यौवन व्यर्थ गयो विचार किन यो यौवन फल्छौ यसै यौवन व्यर्थ नफाल व्यर्थ मनमा शोक गर्दछौ यो कति मलाई पति माना आज तिमीले हुन्छु म तिम्रो पति मेरी पत्नी भयो भने त सबकी मालिक हुने छौ म त साह्रै प्रेम गरिराखौँला बुझिक बैगुनी चन्द्रमा त मानिस मूर्ख कृतज्ञ मानिसमा साह्रै अदम जोत छन् सकेका पनि कमुराम पनि यहाँ आउन क्या सक्दछन् तस्मात् छोड नराख रामतिर मन यस्तो भने त्यो जसै लाल लाल नेत्र गराई पूर्ण रिसले बोलिन् सीताजी तसै पाजी रावण बोल्दछस् कति बहुत दुर्वाच्य बकबक गरी राघव देखि डराई चल्न भनिएक सन्यासीको रूप धरी जस्तै एक विषय हवी कुकुरले हर्छन् उसै चालले राम लक्ष्मण नहुँदा रिस्ता बुझिले मर्ला यसै कालले सागर सौसिकी सागुलाई रघुनाथ आएर घेरा दिए तेरो वंश विनाश गरेर पछि फेर प्राण खिच तेरो ली लैजानन् रघुनाथ मलाई भनी झट दिन जवाफ यो जसै लाल लाल नेत्र गराई खड्ग पनिले काट्नै तयार भो तसै मन्दोदरी विनती गर्न अगाडि सर्दी यो खड्ग टारो कसरी भनी चित्त धर्दी पाउ परिकन बहुत गरी बिन्ती पारिन् सब रिस समन पनि गाएर खड्ग टारिन्।
हुकुम रावणले तहाँ यति दियो, ये राक्षसी सीता, महीना 2 यसै बसुन् तब उपर, मेरा शयनमा किताब। बस्निन् बस्दिन पो पनि यदि भन्या, काटेर टुकटुक गरी, तरकारी बटुवा बनाउनु असल, मिठा मसला धरी। मासु खाइ म छोड्नुला अझ पनि, चेताउ यति भनी, रावण फर्की गयो ती राक्षसीहरू, एक मुख भए पनि। एक भन्छे किन व्यर्थ यौवन सक्यो, रावण गराऊ पति, दोस्रो क्या भनी उड्दछे कि कति बार, भन्छेस् त थाक्छेस् कति। काट्नै पर्छ न काटी हुन्न भनी बात, गर्दै थिए अर्किता, हातमा लिई तरबार दौडी पनि गई, भन्दै म काट्छु सीता। अर्की गोर्नु गवाई गर्दिन नजिक, दाई सीता थिए जसै, बुढी राक्षसी एक थिए र त्रिजटा, त्यसले हटाई तसै। लागि भन्न भागी दुष्टहरू, क्या दुष्ट छैन, गर्छौ छोड विरोध राख डरको, सीताजीको तातुती। पाउमा परदण्डवत गर सबै, मालिकी नै हुन् भनी, मेरा आज वचन ल्याऊ पनि भन्या, खुबी त होला भनी। स्वप्नको सुन भन्छु मनया, श्रीलङ्काका पति, ऐरावत उपरै चढेर सँगमा, भाइले बिरती। यहाँ रिसाई भस्म सबै हो, लङ्कै गराइदिया, रावण मारी सीता लिएर सँगमा, पर्वत उपरमा थिया। रावण गोमय कुण्डमा कुल समेत, खुब तेल मर्दन गरी, बुढ्थ्यो सब मुडा आफ्ना सबै, मुडको तमाला धरी। श्रीरामका नजिकै विभीषण थिया, भक्ति प्रभुको गरी, गर्थ्या खुब टहल बहुत खुसी हुँदै, तन मन वचनले गरी। रामले रावणलाई आज सहजै, मार्छन् कुलै साफ गरी, रावणको अब बुद्धि छैन यसको, आयो मरणको घरी। रामका भक्त विभीषण अब उपर, बस्छन् यहाँ राजगरी, जस्तो हुन्छ हुकुम सीतापतिजीको, सोही सिरोपर घरी। जस्तो स्वप्न भयो सब भनिसक्या, यति भनी चुप जसै, लागि त्रिजटा ती बात सुनि डर्या, सब राक्षसी गण तसै। निन्द्राका पसमा सबै परि गया, सीता बहुतै रुँदी, आदर कोही नपाउँदी अधिक तब, मानेर बिहल हुँदी। भोकी शोक गरी भन्दछिन् अब यहाँ, अहिले कसरी मरौँ, यिनका हात पारेर मर्नु ननिको, आफैमा मर्छु बरु। तापले पूर्ण हुँदा उपायहरू थोक, केही नजान्ने कवै, मनमा स्वस्थ नपाउँदै बिरहले, व्यक्ति अँध्यारो सबै। राममा चित्त दिएर मर्नु बढिया, मानेर सीता तहाँ, झुन्डिने मतलबले खडी भइन्, पक्रेर हाँगा महा। राक्षसका बिचमा बसी जिउन धिक, मर्नु निको मर्द,
गर्दछु चुल्ठोला मुछ झुन्डिन कनैया डोरी तय गर्दछु यस्तो निश्चय सुर गरेर तिसित झुन्डिन आँटिन जसै कान बित्ला भनी सानो बोली झटपट बोल्या हनुमान तसै भारत वर्ष विषे मणि मुकुट झै नाम त अयोध्या भनी ठुलो एक सहर थियो मणिमय सुन्दर बनाएको पनि इच्छा दुःखा कुलैमा अति बलि दशरथ वीर महाराज रहेछन् तिनका 3 रानी मध्ये गुणी गुणी अति वीर 4 छोरा भएछन्